हेलो गाइस, गुड इभिनिङ। अहिले चाहिँ फाइनली हाम्रो फाइनल लुक चाहिँ हाम्रो घरमा यस्तो भएको छ है। अप्ठ्यारो सुनिरहेको होला है म बोलेको। मास्क लगाइरहेको छु, भेनाले पटेका पड्काएर पुरा बेसी डस्ट भइरहेछ कि, जुन चाहिँ मेरो लागि एकदम हेल्थको लागि चाहिँ राम्रो होइन है। अनि मेरो हात काटेर सुँगुरको मासु काट्दाखेरि हेर्नु नि, हात काटेर पुरा ब्लड जाँदैछ कि, अन्त ब्यान्डेज नलगाएको अहिले यो कपडा लगाइरहेको छु। अन्त फाइनल लुक चाहिँ यस्तो भएको छ। योपालि चाहिँ हामीले किचनमा लगाएनौँ हो, अनि तल मात्रै लायौँ। अनि हाम्रो एकदमै पुरानो घर है यो चाहिँ, लगभग अहिलेसम्म 50 वर्षहरू पुग्न आँटेको है हाम्रो यो घर। एकदमै थेतेले बनाउनु भएको। अनि फाइनल लुक चाहिँ यस्तो भएको छ। अझै पनि क्यान्डलहरू बालिरहेछ है नानाहरूले। म चाहिँ मेरो चाहिँ किचन डिपार्टमेन्ट हो। मेरो चाहिँ अलरेडी सबै पाकिसकेको छ खानेकुराहरू। अन्त यो जति पनि डेकोरेसनहरू चाहिँ सामानहरू चाहिँ सबै अघि नै मैले नै ल्याइदिएको। अब घरको अलिक बाठी छोरी हो नि त जोक सपाट। अन्त अब चाहिँ यति गरिसकेर सायद लक्ष्मी पुज्छ होला, म चाहिँ पुज्दिनँ। अनि हेर्नुहोस् है ल गाइस, अहिले फाइनल लुक चाहिँ यस्तो भएको छ। हजुरहरूलाई म अझै देखाउने छु, सायद लामो हुन्छ होला आजको यो भिडियो। योहरू सबै क्यान्डलहरू चाहिँ हाम्रो गेन्चो छोराले बाल्नु भएको। यतातिर सबै बाल्नु भएको छ गेन्चो छोराले। अनि यहाँबाट चाहिँ यस्तो मजाको देख्दो रहेछ। अन्त बहिनी यहाँ बोलेन रहेछ हो। तिमी आफै यस्तो भनिहालेर। यहाँ छ हाम्रो घरको कान्छी लक्ष्मी। यहाँ छ हाम्रो कान्छी बहिनी है। सी सो प्रिटी बाइ द वे। नेक्स्ट वान इज हाम्रो घरको काइली छोरी, जो चाहिँ भर्खर आइपुग्नु भएको। यो बाल्दैछ है। अनि ल हो भेना पनि लागेको। ल भेना यहाँ एक लुक्स। हेलो भेना, अघि एक लगाएको छ कि छेप्छेप्पै छ अलिअलि। भेना टाउकोमा पनि तेल लागेछ त। हाम्रो घरको जेठा ज्वाइँ यता छ। हाम्रो जेठी छोरी हो। जेठी छोरी यता हेरिदिनु। ह्याप्पी दिवाली फेरि भन्नु। ह्याप्पी दिवाली। के भन्नु छ बाबा? छैन केही छैन। हजुर शुभ दीपावली हो, सबै खुसी रहनु, हाँसिरहनु। यता हुनुहुन्छ आजको आमा के हो हाम्रो घरको माताश्री। यो चाहिँ भरे सबै म लान्छु होला हौ। हेभी सजाएछ त। यहाँ त हेभी सजाए त हेर्नु है। अब यस्तो महँगाइको जमाना छ गाइस। यो चाहिँ के हो नानी? यो चाहिँ के हो बहिनी? यो चाहिँ के हो? काँचो सुन हो? ए यसको जन्तर के थाहा भएको थियो नि। सुनको हालत गाइस। ला झऱ्यो। केटाकेटी चामल त पुरा सर्दैन कता गयो? सबै पैसा झोकेछ। के बेसी हो आमा यहाँ त आज त। पैसा पर्छ लाग्नु पर्छ नि।